आज चाहिँ हामी आएको छौँ किरात पार्क घुम्नको लागि। यहाँ दाजु एउटा व्यवसाय गरेर बसिरहनु भएको रहेछ। थोरै उहाँसँग केही यो किरात पार्कको बारेमा बुझ्न चाहे। दाजु, कार्यक्रममा स्वागत छ तपाईँलाई। हजुर, नमस्कार। तपाईँको नाम? मेरो नाम मदन चौमन राई हो। मदन, तपाईँ यहाँ गर्नुभएको कति भयो? हामी लगभग गरेको 1 वर्ष जति भयो। 1 वर्ष। यो भनेको यो इस्ट्याब्लिस भएको बनेको भनेको चाहिँ 81 मा है? यो पहिला पनि सुरुवातमा अलिअलि थियो उता अगाडिपट्टि होइन। हजुर हजुर यो पहिला 2 लाखको बजेट आयो अगाडिको फलामे। हजुर हजुर त्यसपछि 25 लाखको आयो, त्यसमा स्टिलको भयो। हजुर हजुर यो चाहिँ 80 समथिङ 80-81 को होला हजुर। बजेट। त्यसमा चाहिँ यो अरू संरचनाहरू भनेपछि यो चाहिँ सरकारी बजेटबाटै हजुर सरकारी बजेटबाटै बनिएको एउटा पार्क हो। पार्कभित्र चाहिँ हामीले के देख्न सक्छौँ, हामी के गर्न सक्छौँ? यो पार्कभित्र चाहिँ लगभग धेरै रूपमा चाहिँ